गाइज गुड आफ्टरनुन छजलो सबैजना मेरो साथीभाइहरूलाई है। अन्त साथीभाइहरूलाई चाहिँ एउटा कुरो भन्न लागेको मैले चाहिँ अब भिडियोहरू बनाउँदैछु है, कन्टेन्टहरू बनाउँदैछु, तपाईँहरूलाई थाहै छ है, हाल्छु। तर अलिकति मलाई के प्रब्लम हुन्थ्यो भने चाहिँ फोन राख्नुको लागि क्या गाइज साह्रो प्रब्लम थियो हो। त्यसको लागि चाहिँ मैले एउटा फ्लिपकार्टबाट एउटा स्ट्यान्ड मगाएको छु है। त्यसलाई चाहिँ अब यहाँ अनबक्सिङ हुन आँटेको छ। अब फ्लिपकार्टबाट कस्तो आयो हो राम्रै होस् गाइज है, किनभने कतिवटा अब अनलाइन सामानहरू त अब फ्रड हुन्छ हो, कतिवटा अब ड्यामेजहरू आउँछ। तर भगवान् यो राम्रो होस् है, अब यसमा बनाइन्छ। सो गाइज अनबक्सिङ गर्दैछु है एकैछिन ल। सो गाइज अब अनबक्सिङ हुन आँटेको छ ल। यो कस्तो आयो नि सो एक्साइटेड गाइज हेर्नुको लागि। खै के ढिलो खोलेको, खोलिँदैन पनि। तिमीले जाँदा उयो गर्दैन हौ। अब चाहिँ हामीलाई सजिलो हुन्छ भिडियो बनाउनु, किनकि कस्तो चाहिँ साह्रो पर्थ्यो हामीलाई। स्ट्यान्ड त छ कि साथीहरू, तर सानो खालको छ नि त, त्यो सेल्फी गर्ने स्ट्यान्ड मात्रै छ नि त। त्यही भएर त्यो फोन राख्ने जग्गा भएन नि त भिडियो बनाउँदा कि, त्यही भएर अनलाइन अर्डर गरेको। कस्तो आएछ वाउ, यति हो। यो माथि छ दामी गाइस, दामी अग्लो 7 फिटको भनेको थियो है, 7 फिटकै आएछ। त्यसमा अरू छैन चोइस न यहाँ ए यो रहेछ नि यो चाहिँ क्लेम हो, हुन्छ फोनको क्लेम। अनि किन गर्नु भएको भन्दैछु हो। त्यसमा त मेरो नम्बर त देखाएको छैन। दामी आएछ गाइस, दामी जस्तो देखाएको थियो रिभ्यूमा त्यस्तै आएछ नि। दियो त, तर कस्तो कच्चा हुँदो रहेछ। त्यो त क्लेम त हो त्यो। होइन यो चाहिँ कहाँ लाग्यो? यो चाहिँ मेरो हातबाट जान्छ होला म चाहिँ, किनकि मेरो हातबाट चाहिँ फुट्छ त्यही मात्रै हुन्छ नि त मेरो हातबाट चाहिँ कि। म चाहिँ छुनु चाहिँ हुँदैन। अब काटिदिउँ। भन न। सो गाइस यो चाहिँ यत्रो अग्लो हो, यत्रो अग्लो छ। 7 फुटको नि, 7 फिट। सो गाइज मेरो चाहिँ स्ट्यान्ड एकदम रेडी भइसक्यो है, त्यसमै राखेर अहिलेको यो भिडियो बनाइराखेको छु हो। राम्रो आएछ, थ्याङ्क यू फ्लिपकार्ट है, थ्याङ्क यू सो मच। राम्रो प्रडक्ट दिनुभएकोमा है तपाईँले एकदम धेरै धेरै धन्यवाद। ओके गाइज, थ्याङ्क यू।